हेलो एन्ड हाई नमस्ते। आज विशेष भिडियो लिएर तपाईँहरू माझमा फेरि उपस्थित भइसकेको छु। आज बुद्ध जयन्तीको पावन अवसरमा भगवान गौतम बुद्धका उपदेशहरूलाई सम्झँदै हामी करुणा, दया र सेवाभावका साथ यहाँ उपस्थित भएका छौँ। यो गर्मीको मौसममा तीर्थयात्री तथा भक्तजनहरूको सेवा गर्न हामीले शुद्ध पिउने पानी र चिसो पेय पदार्थ वितरण गरिरहेका छौँ। यो सानो प्रयासले सबैमा शान्ति, सन्तोष र बुद्धिको मार्गप्रति समर्पण जगाओस् भन्ने हाम्रो कामना छ। दलमोर दाजुभाइ सङ्घको तर्फबाट सम्पूर्णलाई बुद्ध जयन्तीको हार्दिक मङ्गलमय शुभकामना। On the auspicious occasion of Buddha Jayanti, we honor the teachings of Lord Buddha by spreading compassion, kindness, and care. As the summer sun blazes overhead, we extend a humble service to our fellow devotees and passers-by, offering water and cold drinks to bring them relief in this heat. May this small gesture reflect the spirit of generosity that Lord Buddha inspired in us all. Dalmar Dajubai Sangha wishes everyone a peaceful and blessed Buddha Purnima. उपदेश मान्नुहोस्, धर्मको मार्गमा लाग्नुहोस्। चाहन त्याग्न कोही पनि प्राण, सानो होस् या ठुलो ज्यान, जीवनको सबलाई माया छ, भरोसाभित्र बाँच्दछ। रहन ढुङ्गा आकाशमा, बर्सिन्छ आफ्नै शिरमा, नदिनु दुःख कसैलाई, आइलाग्छ पछि आफैलाई। नदिनु दुःख कसैलाई, आइलाग्छ पछि आफैलाई। जीवनमा पुण्य नगरे, सुखको बिउलै नछरे, दुःख त दिन्छ पापले, विचार गर्नु आफैले। के गर्नु लोभको धनले, पवित्र मन बोकेर, आस्था विश्वास गरेर, कोपिला फुललाई फुलाऊ, सधैँ धर्म कमाऊ। जीवन सुनझै बनाऊ, सबलाई शान्तिले हँसाऊ। जीवन सुनझै बनाऊ, सबलाई शान्तिले हँसाऊ। सधैँ सत्कर्ममा राखौ मनलाई, धर्ममा रोज्नु हुन्न कुकर्म।
गरी गाडी लाउने हाल्दिउँ हैन तपाईले वाइफाई लगाएर धन्यवाद भाइ गुम्बा कमिटीको तर्फबाट धेरै धेरै धन्यवाद धेरै धन्यवाद तपाईहरुको सहयोग तपाईहरुको कार्य सराहना छ तपाईहरुलाई धेरै धेरै धन्यवाद यस्तो कार्य सबैको मनमा आओस् सबैले गर्न सकोस् सबैको जस्तो सोच अरूको पनि होस् हामी आज यस बुद्ध पूर्णिमाको शुभ अवसरमा यही जीवन सुन बनाऊ